गाइज नमस्ते। आज चाहिँ म तपाईहरुलाई नि हेर्नुस् यसरी ओक्से, यसलाई चाहिँ हामी चाहिँ ओक्से भन्छौँ हो, तपाईहरुको भाषामा तपाईहरु चाहिँ के भन्नुहुन्छ। आज चाहिँ म यसको अचार क्या एकदम मजाले मिठो र सान्ने तरिका सिकाउँछु क्या, कसरी सान्ने भन्ने कुरा। यसलाई चट्टा यस्तो गर्ने हो अनि त्यस पछाडि यसरी काट्ने हो। कस्तो देखेँ क्या, यसमा चाहिँ म मजाले यसरी गर्छु नि, सबैले टक 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 गरेर तास्ने। क्यामेरा समाउने एकजना चाहिन्छ जस्तो छ गाइस। एक हातले फेरि मलाई के बनाउनु खराब पान पुरा दिमाग खराब भन्दै जस्तो छ। अबलाई चाहिँ म तेल लाउँछु है, तोरीको तेल हो, थोरै लाउने हो कि धेरै लाउनु हुँदैन। तेल कम खानु अरे भन्छ, तर मै धेरै तेल खान्छु कि। पानी यसको लागि मेथी जिरा हाल्नु यसरी। किन तेल नतातिकन हाल्नु भएको भन्नु होला कि के होइन, त्यस्तो केही फरक पर्दैन। तेल तातिँदा यो कालो हुँदा खुर्सानी पनि कालो हुन्छ। यसलाई मैले यतिको बनाएको छु, यतिको बनाइसकेपछि त्यस पछाडि यतिको रातो रातो बनाउने। अनि यसलाई झ्याप्पट मिलाइदिनु, धेरै पाते भयो भने राम्रो हुँदैन। यसमा चाहिँ धेरै छिटो लाग्यो भने चाहिँ हड्डी कालो हुन्छ कि, अनि एकछिनमा मात्रै लानुपर्छ। बेसी लागेपछि अनि हड्डी बनाउँदैन पनि, त्यस्तो फरक पनि केही गर्दैन। यतिको भएपछि यसलाई यसरी लाउने। हल्का यतिको भयो। अब यसमा चाहिँ म अलिकति मर मसला पनि गर्छु, भाँडा पनि सफा हुन्छ अनि भयो। यो चाहिँ मेरो आफ्नै। अब यसको लागि हल्का नुन, त्यस पछाडि हल्कासँगले यो बिरे नुन। मलाई बिरे नुनको स्वाद हल्का मनपर्छ क्या, जे चिजमा पनि थोरै बिरे नुन हाल्न मनपर्छ। थोरै हाल्नु हो, स्वादमा मात्रै हो क्या यतिको चाहिँ। अब त्यस पछाडि यसलाई हल्का, त्यस पछाडि तिलको छोप हल्का हाल्ने, धेरै कालो हुन्छ फेरि। तिलको छोप यतिको हुँदैछ है। अब यसलाई म हजुर कसको बोरा, त्यस पछाडि म दही रेडी गर्दैछु। कस्तो मोबाइल ह्यान्डल भन्यो कि गाइज, मेरो स्ट्यान्ड त छ कि आज एकदम दुःख गरेर बनाउँदैछु म। यसको लागि दही, यो चाहिँ दही हो। अब चाहिँ यसलाई मजाले देब्रे हातले भयो कि म आफै घोल्छु है त।
कोपी लगाइरहेछ हल्का योलाई चाहिँ सन्चो हुनुपर्छ यसको चाहिँ तपाईँलाई देखाउँछु तपाईँहरूलाई यस्तो भएको चाहिँ यो चाहिँ चुकाउने होक्से साँधेको क्या होक्से यसो भन्छौँ अनि यसको चाहिँ म अब थोरै टेस्ट गर्छु है त अलिअलि टेस्ट गर्छु कस्तो भएछ दही खान त हुँदैन थियो कहिले ठिक हुँदैन यस्तो खाएर चाहिँ ठिक हुन्छ कि देब्रे हातले कस्तो भएछ मिठो सजिलो छ एकदम होक्से तास्ने अनि होक्से तासेर राख्ने अनि त्यस पछाडि नुनहरू हाल्ने दही हाल्ने अनि तेल झान्ने त्यस पछाडि स्वादअनुसार नुन हाल्नुहुन्छ तेल हालेर झान्ने अनि क्वापको खाने गाइज कस्तो छ आज चाहिँ मेरो खाना बनाउँदैछु म अचार त्यही बनाइहालेँ साँधेर त्यही खाने अलिअलि अनि साग ओरेर आएको साग उसको सब्जी दाल आजको खाना कम्प्लिट अनि बच्चाहरूलाई टिफिन लानुपर्छ यस्तै छ थ्याङ्क यू गाइज बाई बाई